बिचरी भुन्टी यो अवस्थामा कहाँ गएकी होलिन्। उनलाई खोज्नका लागि उनका दाइ टोकले, उनका जेठाजु भुवन अनि त्यस पछाडि मास्टर साहब यसरी लागिसक्दा पनि भुन्टीको अझै भने अत्तो पत्तो छैन। सायद भुन्टी धेरै टाढा गइन् होला, जहाँसम्म उनी पुग्न सकिन्, जहाँ उनको सपनाको संसार, जहाँ उनले सोचेभन्दा फरक ठाउँ हुँदो, जहाँ भुन्टी एकदमै शान्तसँगले बिना पिर बिना मार्का उनी एकदमसँगले सारा यो दुनियाँको भिडबाट हराउन चाहेकी होलिन् भुन्टी। त्यसैले त भुन्टीको अहिलेसम्म पनि अत्तो पत्तो छैन। यो कुरा सुकुमायाको कानमा पुगिसक्यो। अब यो सिरियलमा बबालै हुन्छ होला, किनकि जब सुकुमायाले हात थाल्छिन्, सुरु गर्छिन्, त्यसको अन्त्य गरेरै छाड्छिन्। किनकि भुन्टी अब पक्कै पनि भेटिन्छन् भन्ने हामीलाई लागेको छ। किनकि भुन्टी भनेको एउटा त्यस्तो मान्छे हो जसले एउटा समाजमा, एउटा संसारमा बाँच्नका लागि जुनसुकै दुःख कष्ट गरे तापनि ऊ बाँच्न सक्छ। ऊ खान नपाएर, बस्न नपाएर मर्नुपर्ने अवस्था कहिले पनि आउँदैन। किनकि भुन्टीमा त्यो संस्कार छ, त्यो संस्कार भुन्टीले सिकेकी छिन्। किनकि भुन्टी भनेको एउटा यस्तो असल नागरिक हुन् जसले यो संसारमा टिक्नको लागि कुनै पनि समस्या पर्दैन, कुनै पनि उसलाई चाहिँ समस्यै हुँदैन। त्यस्तो नागरिक हुन् भुन्टी। उसलाई विभिन्न समस्याहरूले सताउँदाखेरि उनले जसरी पनि समाधान निकाल्ने गर्दथिन्। उसको परिवारमा बसेर उनले एउटा नेतृत्वदायी भूमिका खेल्नेथिन्। तर खराब भूपेन्द्रले भुन्टीको यो महान यो गुण कहिल्यै पनि थाहा पाउन सकेन, कहिल्यै पनि चिन्न सकेन। अन्ततः फलस्वरूप भूपेन्द्रको अहिले यस्तो हाल हुन पुगेको छ। यो सारा कुराहरूको लेखाजोखा अहिले मैले गर्दाखेरि भुन्टी सिरियल हेरेर बस्नुहुने आम दर्शकहरू सबैलाई थाहा भएकै कुरो हो। किनकि भूपेन्द्र खराब भएकै कारण भुन्टीले यस्तो दुःख पाउनु परेको हो। किनकि भुन्टी भनेको एकदमै सुख सयलमा हुर्केर उसले चाहिँ जस्तो चाह्यो त्यस्तै राज खानदानमा बस्नुपर्ने नागरिक थिइन्, बस्नुपर्ने चाहिँ भाग्य भएकी मान्छे हुन्। तर भूपेन्द्र जस्तो खराब इन्सानले गर्दाखेरि भुन्टीले अहिले रुँदै हिँड्नु परेको छ। आफ्नो जिन्दगी नै कस्तो हो, आज के खाउँ भोलि के खाउँ भन्ने अवस्थामा पुग्नु परेको छ। नाथै भूपेन्द्रले यति कुरा पनि बुझ्न नसक्दाखेरि भुन्टीको जिन्दगी अहिले घर न घाटको भएको छ। भुन्टीलाई आफ्नो मान्ने, भुन्टीलाई अलिकति माया गर्ने टोकले अनि मास्टर साहब अनि भुवन अहिले भुन्टीको धेरै न्यास्रो लागेर उनलाई खोज्नका लागि जति सक्दो पहल कदम गरिरहेका छन्। किनकि भुन्टी हराउनु हुँदैन। भुन्टीलाई जसरी पनि खोज्नुपर्छ, भूपेन्द्रसँग जसरी पनि बदला लिनुपर्छ, भूपेन्द्रसँग जसरी पनि न्यायको माग गर्नुपर्छ भन्नका खातिर अहिले सबैजना लागि परेका छन्। एकान दुईकान मैदान हुँदै गर्दाखेरि उसका बुवा आमालाई पनि अब त लगभग थाहा नै भइसकेको छ जस्तो लाग्दैछ। किनकि भुन्टीको नराम्रो सपना देखिसके पछाडि आमाले धेरै सुर्ता गरेकी छिन्। बाउले पनि अब बुढा भइसकेका छन्। सेतै फुलेका बाबुआमालाई छोडेर भुन्टी अहिले कहाँ गएकी होलिन्। भूपेन्द्रलाई त अब भुन्टीले बिर्सिन्छन् नै होला। किनकि त्यस्तो अवस्थामासम्म साथ दिइसकेकी भुन्टीले पछाडि भूपेन्द्रको लागि भनेर उसकी गर्लफ्रेन्ड चाहिँ जेरी आइसकेपछि भाउजूले पनि जेरीसँगै भूपेन्द्रलाई चाहिँ जसरी पनि एडजस्ट गराउन खोजेपछि यो स्टोरी अहिले यसरी मोडिन पुगेको हो। तर पनि भूपेन्द्र एकदमै खराब मान्छे भए तापनि भुन्टीको घरबार बिग्रिनु हुँदैन भनेर पनि आम दर्शकहरूले भन्नुभएको छ। कतिपय दर्शकले त भन्नुभएको छ अब मास्टर साहबसँग भुन्टीले घरजम गरेर बस्नुपर्छ। मास्टर साहबले पनि आँटेकै हुन्, तर भुन्टी एकदमै सत्यवादी मान्छे भएकै कारणले गर्दा उनले अहिलेसम्म पनि भूपेन्द्रलाई कुल्चेर फरक कोही मान्छेसँग सिउँदो सजाउन जाने सपना पनि बुन्न सकेकी छैनन्। किनकि भुन्टी छन् नै त्यस्ती। यति भाग्यमानी व्यक्ति हो भुन्टी पाउने मान्छे। तर भूपेन्द्रले भुन्टीलाई चिन्न नसक्दाखेरि अहिले यस्तो हरकत हुन पुगेको हो, यस्तो अवस्था आएको हो। सायद भुन्टीलाई उसले राम्रो सोच्थ्यो र उसले बुझ्थ्यो भने यस्तो समस्या कहिले पनि आउने नै थिएन। जेरीका बाउ र उसका गुन्डाहरूले भूपेन्द्रको यो हालत पारिरहँदाखेरि विगत 2-3 महिना भइसक्दा पनि यो सिरियलमा अझै पनि कुनै निको हुन सकेको छैन। घाउ बल्झिरहन्छ, चोट लागि नै रहन्छ, उसलाई कहिले पनि निको हुँदैन। त्यस्तै अवस्थामा बगिरहेको छ यो सिरियल। हुन त उता भूमिकाको पनि जस्तो कर्म
त्यस्तै फल पाएकी छे भूमिकाले। उसले पहिले दुनियाँ केटाहरूसँग नखेलाएको भए उसले राम्रै मान्छे पाउँथे होली, किनकि गाउँमा भएको हल्ला र उसको नकारात्मक प्रवृत्तिहरू उसका श्रीमानले थाहा पाइसकेको अवस्था छ। अब उसको श्रीमानले उसलाई केही गरे पनि माफी गर्नेवाला छैन। उसलाई घिसार्दै उसलाई घरसम्म ल्याउनु, उसले गरेको कर्मको त्यस्तै प्रतिफल भेटेकी छे भुन्टीले। त्यसैले त अब अस्ट्रेलिया जाने उसको सपना पनि चकनाचुर जस्तै भएको छ। उसलाई तह लगाउने श्रीमान, उसकी दिदी अनि उसको सासू पुरै छड्दिम दर्शकबिन त्यस्तोसम्म अवस्था हुन पुगेको छ। अब त्यही भएर मान्छे आफूले जस्तो कर्म गरिन्छ त्यस्तै प्रतिफल पाइन्छ भन्न खोजेको होला। किनभने भूमिकाले आफ्नी आमा जसरी, आफ्नो बाबुलाई जसरी घरमा चाहिँ उसले जे भनौँ त्यही चल्छ भन्ने तरिकाले ऊ चल्न खोजेकी थिए, तर अहिलेसम्म त्यस्तो छैन। पहिले पो मान्छेले जतिसुकै थिचोमिचो गरे पनि सधैँ सोझो नै हुन्थ्यो। एउटा बल भएको मान्छेले अलिकति थिचोमिचो गर्दाखेरि उसले जे गरे पनि हुने, जसो गरे पनि हुने, शोषण गर्ने, दमन गर्ने यो समय अहिले छैन। त्यही भएकै कारणले गर्दाखेरि भूमिकाले उसको श्रीमानलाई पेल्न सकेकी छैन। उसले निकै नमजाले दुःख पाइरहनु परेको छ। उसको आमाले शुद्ध नपाएको दुःख उसले पाउनु परेको छ। त्यसैले त घमण्ड धेर गर्नु हुँदैन। कुनै पनि व्यक्तिले धन सम्पत्ति र घमण्ड कहिले पनि गर्नु हुँदैन, किनकि धन सम्पत्ति भनेको त आज छ भोलि छैन। मरेर जाने यो चोला भोलि के होला कसैलाई पनि थाहा नहोला। त्यसैले भूमिकाको यो अवस्था देखेर दुःख लाग्छ। उसको अहिले पहिलेदेखि नै बानी राम्रो भइदिएको भए उसले यस्तो दुःख नै पाउने थिएन। उता भुन्टीलाई पनि खोज्न भनेर धेरै व्यक्तिहरू, धेरै उसका परिवारहरू यत्रतत्र फिजिसकेका छन्। जसले देखे पनि कल गर्ने भनेर चाहिँ उनीहरूले सरसल्लाह गरिसकेका छन्। तर पनि भुन्टीको अहिलेसम्म कुनै पनि अत्तो छैन। सायद कुनै गाउँमा एक्लै बसेर भुन्टी कसैको एउटा सहारा बनेर बसेकी हुनुपर्छ, किनकि भुन्टीले दुःखमा पाएको मान्छेलाई सहयोग गर्ने गर्दछिन्, बरु आफू भोकै भएर पनि अरूलाई सेवा गर्ने गर्दछिन्। त्यस्तो पो हो त मान्छे भनेको त, त्यस्तो पो हो त व्यवहार भनेको त, हामी सबैले बुझ्नुपर्छ भनेर भुन्टीले धेरै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न खोजेकी छिन्। किनकि यो समाज अहिले यस्तो अवस्थामा पुगेको छ, एकले अर्कालाई विश्वास गर्न नसक्ने अवस्था छ। जो कोहीले पनि आँखा झिमिक माल गायब भन्न सक्ने अवस्था पुगिसकेको बेला भुन्टीले चाहिँ एउटा समाजमा बसेर सरसहयोग गर्नुपर्छ, सबैलाई समान व्यवहार गर्नुपर्छ, कसैलाई पनि तल कसैलाई पनि माथि गर्नु हुँदैन, खराब व्यवहार कसैले पनि गर्नु हुँदैन। किनकि यो समाजमा टिक्नको लागि हामीले सबैसँग समान व्यवहार गर्नुपर्छ भनेर सबैलाई चेतना फैलाउने काम गरिरहेकी छिन्। यो सबै बुझेका दर्शकहरूले भने भुन्टीको लामो समयदेखि न्यायको माग गर्दै आउनु भएको छ। तर भुन्टीले यतिका समयसम्म पनि न्याय नपाउँदाखेरि भुन्टी यसरी बिछोटिएर हिँड्नु पर्दाखेरि कतिपयले त मास्टर साहब नै भुन्टीको उपयुक्त व्यक्ति हुन् भनेर पनि नजरअन्दाज गरिरहनु भएको छ। तर के भुन्टीले मास्टर साहबलाई आफ्नो मान्छे मान्छन् त? मास्टर साहबले त भुन्टीलाई पहिलेदेखि नै मन पराउनु भएको रहेछ। भुन्टीलाई भनेर उनले बिहे नै नगरिकन बस्नु भएको रहेछ। सायद भुन्टीले पनि बुझिदिएदेखि मास्टर साहब पनि जिन्दगी उल्लासमय हुने थियो, भुन्टीको पनि जिन्दगी बन्ने थियो, उसको नयाँ घरबार हुने थियो। एउटा घरबार बिग्रेर के भयो त? उसलाई बुझ्ने मान्छे भयो भने दोस्रो घरबार नै उसको पहिलो घरबार बन्न सक्छ। यही कुरा बुझेर भुन्टीले अगाडि बढिदिएदेखि आम दर्शकहरूको पनि जनचाहना बढ्ने पुरा हुने थियो, भुन्टीको पनि घरजम हुने थियो, उता भूपेन्द्रलाई पनि हाइसन्चो हुने थियो। त्यस पछाडि तिनैजनाले आफ्नो बाटो लागेदेखि यो सिरियल पनि सुनमा सुगन्ध हुने थियो। किनकि भूपेन्द्र बिरामी भएर बसिरहेको सुतिरहेको अवस्थामा अहिलेको अवस्थामा भन्दा भुन्टीको अभाव खट्किँदाखेरि उसलाई निकै नरमाइलो लागेको हुँदो। किनकि भुन्टी भनेको त सबैलाई समान व्यवहार गर्ने मान्छे थिइन्, भूपेन्द्रलाई एकदम माया गर्ने मान्छे थिइन्। अहिले त्यो माया भूपेन्द्रले बुझ्न नसक्दाखेरि यस्तो हाल हुनु परेको हो। यो कुरा सम्झेर भूपेन्द्र धुरुधुरु हुन्छ। तर के गर्नु, गल्ती गरिसके पछाडि गर्ने, अनि त्यस पछाडि लास्टमा आएर सरी भन्न त मिल्दैन हो। त्यस्तै नै भएको, गर्ने बेलामा मन परी अनि लास्टमा सरी, यो त भएन नि त। भुन्टीले पनि उसलाई अब माफ गर्दिनन्, किनकि भूपेन्द्रले धेरैभन्दा धेरै गल्ती गरिसकेको छ। अब त अन्तिम अवस्था भइसकेको छ। तर पनि अब भुन्टीले उसलाई माफ गर्दिनन्। भुन्टी अब एक भएर, एक ढिक्का भएर, शक्तिशाली भएर सबैलाई एक हिसाब किताब चुक्ता गर्नेछन्।
नारी हिंसा गरेको भूपेन्द्रले अचेल त पुरुष हिंसा पनि हुन्छ। भूपेन्द्रलाई अब पुरुष हिंसा हुनुपर्छ भनेर पनि आम दर्शकहरूले प्रश्न गरिरहेका छन्। भुन्टीले अब उमाथि हैकम जमाएर उसलाई सक्दो के गर्नुपर्ने हो, उसलाई सबक सिकाउनै पर्छ। भुन्टी अब पुनः सिरियलमा आएर भूपेन्द्रसँग बदला लिनुपर्छ, जेरीसँग बदला लिनुपर्छ र त्यो नरपिचास नि एक नम्बर कि त्यो भाउजू हो कि राक्षस नि हो त्योसँग पनि हिसाब किताब गर्नुपर्छ भनेर आम दर्शकहरूले भनिरहनु भएको छ। तथापि भुन्टीको खोजी कार्य अहिले जारी रहेको छ। भुन्टी भेटिन साथ तपाईँहरूलाई म नयाँ अपडेट लिएर आउनेछु। भुन्टी पक्कै पनि यो एपिसोडमा भेटिन्छन् भन्ने जति को हुनुहुन्छ तल भेटिन्छन् भनेर कमेन्ट गर्नुहोला। अर्को भिडियो लिएर म पुनः आउनेछु। तबसम्मका लागि मलाई बिदा दिनुहोस्। भुन्टीको सधैँ ख्याल राख्नु।